बीमा एक महत्त्वपूर्ण आर्थिक साधन हो जसले भविष्यमा हुन सक्ने जोखिमबाट सुरक्षा प्रदान गर्दछ। कृषि तथा पशुपालन क्षेत्रमा यसको भूमिका झनै महत्त्वपूर्ण छ। नेपाल जस्तो कृषि प्रधान देशमा किसानहरूलाई विभिन्न प्राकृतिक तथा अप्राकृतिक जोखिमबाट बचाउन बीमा एक प्रभावकारी माध्यम बनेको छ। कृषि तथा पशु बीमाको क्षेत्रहरू: बालीनाली बीमा, पशुधन बीमा, मत्स्यपालन बीमा। कृषि तथा पशुपक्षी बीमाले रक्षावरण गर्ने जोखिमहरू: आगलागी, हुरी बतास, आँधीबेहरी वा तुफान, अतिवृष्टि र बेमौसमी, साथसाथै असिना र हिउँको कारणले भएको क्षति, बाढी, डुबान, खडेरी, तुषारो, शीतलहर, भूकम्प, पहिरो वा भूस्खलन, साथसाथै चट्टानको कारणले भएको क्षति, आकस्मिक तथा दुर्घटनाजन्य बाहिरी कारणबाट हुने क्षति, रोग र किराको कारणले गर्दा हुने क्षतिहरू रक्षावरण गर्दछ। भविष्यको जोखिमको लागि आजैबाट सोचेर अघि बढौँ। कृषि तथा पशुपक्षी बीमा गर्न हामीलाई सम्झिनुहोस्। धन्यवाद।